प्रधानमन्त्री ठुलो हो कि यो संविधान ठुलो? राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। प्रधानमन्त्रीले संविधानको कुरा गर्नुहुन्छ तर संविधानको धारा 270 पटक पटक उल्लङ्घन गरिराख्नु भएको छ। धारा 270 ले अधिकार दिन्छ नै, अधिकार दिन्छ। तब त हामी यहाँ संसदमा छौँ। आह्वान कसले गरेको थियो? चैत्र 15 गतेको त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माई बापै निस्किँदैन त्यो दिनको घटनाको। नेपाली जनतालाई लर्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर। हामी सदनमा नीतिगत बहस हरेक वर्ष गर्छौँ, तर नीतिगत अस्थिरताको कारक कतै हरेक वर्ष गरिने नीतिगत बहस नै हो कि? ऐना हेरेर आफै अनुहार हेर्दै अरूलाई गाली गर्दै गर्नु र प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोक्ने गरी उफ्रिनुको कुनै अर्थ छैन यो लोकतान्त्रिक प्रणालीभित्र भन्ने मैले निवेदन मात्रै गर्न खोजेको। पतञ्जलि गिरिबन्धु चिया बगान बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई के कारबाही हुँदैछ? नीति कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र अरू केही विपक्षका मान्यजीहरूले अलि टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नु भएको थियो। अनि यस्तो रहेछस् उस्तो रहेछस् भनेर अरूलाई गाली गर्ने, त्यो अलि मैले त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ। फरक विचार राखेका राजनीतिक दलहरूको आस्था प्रचारमाथि बन्देज लगाउन पाइँदैन। राजा महाराजाहरू या त प्रणाली स्वीकार्ने सम्झौतामा पुगे या भागे, समाप्त पारिए। सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिजाई संविधान तथा व्यवस्थाका विरुद्ध हिंसक एवं अराजक गतिविधि सुरु भएको छ। जे आउँछ मजाले पचाउँछ भने चाहिँ जे छ त्यसैमा रम्ने होइन, काम लाग्ने जे छ त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ। प्रधानमन्त्रीज्यू, कर्णालीमा शिक्षा, स्वास्थ्य, बाटो सबैमा ब्याग छ। यो चोटिको बजेटमा कर्णालीले न्याय पाउँछ कि नै? नीति तथा कार्यक्रममा खास केही कुराहरू आएन। यो नेपाल सरकारले ब्रान्डिङ गर्दै सार्वजनिक भन्दा राम्रो भनेको छ कि यसमा प्रधानमन्त्रीको धारणा स्पष्ट चाहियो। एउटा झापामा लगाएको भ्यू टावरलाई अरबौं रुपैयाँ 100 मिटर अल्को 18औं तलको घर लाउँछ भने हामी कर्णाली 10 जिल्लाको लागि त्यही भ्यू टावरको जति बजेट नआउने। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्। यसपल्टको जेठ 15 गते होइन, अब आउने कुनै पनि जेठ 15 गते पर्खिनुहोस्, तपाईँहरूको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन, यसमा जोड नगर्न म आग्रह गर्छु। बङ्गलादेश बनाउँछु भन्नुहुन्छ, बङ्गलादेश बनाए पनि त त्यहाँ त राजा त फर्काएन नि त। उहिलेको राजा थियो नि त त्यहाँ पनि एउटा राजा, फर्काएन नि त बङ्गलादेशमा। श्रीलङ्कामा पनि राजा फर्काएको होइन। लोकतन्त्रभित्रको कुरा हो। तपाईँहरूले लोकतन्त्रभित्रको, संविधानभित्रको कुरा, प्रणालीभित्रको कुरा, शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र सुझाव छ। कर्णाली चाहिँ नेपालभित्र पर्छ कि पर्दैन सम्माननीय प्रधानमन्त्रीज्यू? प्रधानमन्त्रीज्यूले नै नेतृत्व गरिराखेको पार्टीका नेताहरू चाहिँ कर्णालीमा गएर भात खान पाएछन्, बाटो छैनन् भन्छन्। अनि उहाँहरूकै इज्जतको लागि मात्रै भयो भने प्रधानमन्त्रीज्यूले कर्णालीको विषयमा अझ प्रेसर गरेर बोल्नुहुन्छ जस्तो लागेको थियो, बोल्नु भएन। सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यज्यूहरूबाट टिप्पणी र संशोधन प्रस्ताव मार्फत प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद भन्न चाहन्छु। अहिलेको सरकार यो समीकरण निर्माणका मूलतः दुई उद्देश्य थिए। पहिलो, देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने। दोस्रो, देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने। प्रस्तुत नीति तथा कार्यक्रम यी उद्देश्य पूरा गर्नेमा केन्द्रित रहेको छ र नीति कार्यक्रम 10 मूल नीतिमा आधारित छ। सभामुख महोदय, सामाजिक क्रान्ति समाजमा रहेका वर्गहरू बीचको द्वन्द्वका कारण हुन्छ। शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको मुद्दा होइन, हजारौं वर्षदेखिको मानव सभ्यतासँगै जोडिएको विषय हो। स्रोत र साधन आफ्नो अधीनमा राख्ने बलशाली वर्गले जहिले पनि उत्पादनका साधनमाथि पहुँच नभएका वर्गमाथि वर्चस्व कायम गर्दै आएको छ। एउटा आर्थिक वर्गले अर्कोमाथि आफ्नो वर्चस्व कायम गरेपछि मात्र परिवर्तनका लागि हुने गरेका आन्दोलन र सङ्घर्षहरू रोकिएका छन्। पहिले युरोपमा सामन्ती प्रणाली भत्काउने क्रान्तिको नेतृत्व श्रमजीवी वर्गको सहयोगमा पुँजीपति वर्गले गर्यो। राजा महाराजाहरू या त प्रणाली स्वीकार्ने सम्झौतामा पुगे या भागे, समाप्त पारिए।
त्यसपछिका परिवर्तनहरूमा श्रमजीवी वर्ग र पुँजीपति वर्ग बीचको द्वन्द्व भए शासन व्यवस्था फेरि यो सिलसिला चल्दै आयो। हाम्रो देशमा विचारधाराका रूपमा 3 खालका प्रवृत्ति सुरुदेखि नै विद्यमान रहे। एकातिर वंश परम्परामा आधारित सामन्ती प्रवृत्ति र अर्कातन्त्र लोकतन्त्रका हिमायती अन्य 2 प्रवृत्ति। पछिल्ला 2 प्रवृत्ति बीच फाटो आउँदा अघिल्लोको शासन सत्ता लम्बियो, एक हुँदा जनअपेक्षा अनुरूपको प्रणाली स्थापना हुन सक्यो। 1000 वर्षभन्दा बढी समय विभिन्न नामका भुरे टाकुरे राजा रजौटाहरूले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए। पछिल्लो 250 वर्ष जति शाहवंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो। अनिर्वाचित परिवार र वंश आधारित संस्था वा तन्त्र कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई हामीले 62-63 को परिवर्तन मार्फत निष्कर्षमा पुर्यायौँ। 72 सालमा जारी गरिएको संविधान मार्फत संस्थागत गर्यौँ। कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता वा वंश परम्परामा आधारित पछौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्यौँ। सङ्घीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ। अहिले यतिखेर राजनीतिक अस्थिरताका कारण सृजित निराशालाई क्यास गर्दै हाम्रा बलिदान तथा शताब्दी लामो सङ्घर्षले इतिहासको रक्षानमा फालिएको सामन्ती प्रथा बेउताउने मात्रै होइन, तिथिमिति नै बोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिजाई संविधान तथा व्यवस्थाका विरुद्ध हिंसक एवं अराजक गतिविधि सुरु भएको छ। प्रस्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ। यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ। म विश्वास गर्छु जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा र प्रवर्धन गर्ने प्रस्तुत नीतिमा यो सम्मानित सदन एक हुनेछ। सरकार निर्माणको समयमा संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउने प्रतिबद्धता गरिएको थियो। तसर्थ सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिबद्ध छ। दलहरू बीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने हाम्रो प्रयास जारी रहनेछ। सम्माननीय सभामुख महोदय, हामी सबैलाई थाहै छ सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो। अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकै कारण सरकारले आफ्ना नीति सार्वजनिक गर्दा पूर्ववर्ती सरकारले सुरु गरेका संविधान र कानुन सम्बद्ध र सान्दर्भिक नीति र कार्यक्रमलाई निरन्तरता दिनुपर्छ र दिइएको पनि छ। केही माननीय सदस्यहरूका प्रस्तुत नीति कार्यक्रम उही र उस्तै भन्ने टिप्पणीलाई यसै सन्दर्भमा बुझिदिन आग्रह गर्दछु। फेरि एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति कार्यक्रमको कोर्स करेक्सन वा परिवर्तन पनि हो। फेरिएको कोर्स बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरूद्वारा सोधिने पहिलेको खोइ त भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु। नीतिले थोरै शब्दमा धेरै कुरा बोल्ने गर्छ, त्यसैले नयाँ के छ भन्ने सन्दर्भमा नीति कार्यक्रममा प्रस्तुत केही पक्षमा संक्षिप्त चर्चा गर्ने अनुमति चाहन्छु। गत वर्षको साउन 6 गते यस सम्मानित सदनमा सम्बोधन गर्ने क्रममा मैले जहिल्यै काम भइरहेको झैँ हुने तर कहिल्यै नसकिने हाम्रो विकास निर्माणको कामका तरिकाप्रति वर्क इन प्रोग्रेस भन्दै टिप्पणी गरेको थिएँ। हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीव्र फड्कोको बीचमा रहेका विरोधाभासलाई उल्लेख गरेको थिएँ। सम्माननीय प्रधानमन्त्रीजीसँग जिज्ञासा राख्न चाहन्छु। सार्वजनिक ऋण 27 खर्ब, बेरोजु 6 खर्ब, व्यापारघाटा 15 खर्ब, राजस्व तलब नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तीव्र आर्थिक वृद्धि हो र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य 3 दशकपछि बुद्धिउली समाज बनाउने, 25% नेपाली अहिले नै कुपोषणको कारण फुटगोपन हुने यही हो र पतञ्जलि, गिरिबन्धु, चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई के कारबाही हुँदैछ? सहकारी संस्थाको 4 खर्ब बचत ठगी गर्नेलाई कहिले कारबाही हुँदैछ? के जब पुँजीवादी सरकारमा जाने एमालेको भर्याङ मात्र हो र? धन्यवाद।
माननीय सदस्य ज्ञानबहादुर साई। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख मार्फत प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, कर्णाली चाहिँ नेपालभित्र पर्छ कि पर्दैन? सम्माननीय प्रधानमन्त्रीज्यू, कर्णालीको 27,984 वर्ग किलोमिटर क्षेत्रफल छ। झन्डै नेपालको टोटल क्षेत्रफलको 18.97 झन्डै 19% क्षेत्रफल ओगटेको कर्णाली अहिलेको बजेटमा, अहिलेको नीति तथा कार्यक्रममा कहीँ कतै पनि यसका योजनाहरू सुनिएनन्। त्यो भएको हुनाले कर्णाली नेपालमा पर्छ कि पर्दैन? पर्छ भने कर्णालीलाई चाहिँ विभेद किन गरिन्छ, यसको जवाब म प्रधानमन्त्रीबाट चाहन्छु। र साथसाथै सम्माननीय सभामुख महोदयज्यू, प्रधानमन्त्रीले संविधानको कुरा गर्नुहुन्छ, तर संविधानको धारा 270 पटक उल्लङ्घन गरिराख्नु भएको छ। नेपालको संविधान 2072 को धारा 270ले फरक विचार राखेका राजनीतिक दलहरूको आस्था प्रचारमाथि बन्देज लगाउन पाइँदैन, बन्देज लगाउने कानुन बनाउन पाइँदैन, नीति बनाउन पाइँदैन भन्ने छ। र अहिलेको नीति तथा कार्यक्रममा त्यो धारा 270 को ठाडो उल्लङ्घन भएको हुनाले प्रधानमन्त्री ठुलो हो कि यो संविधान ठुलो, यसको जवाफ म प्रधानमन्त्रीबाट चाहन्छु। हस्, धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो केही प्रश्नहरू छ। मल खादको कारखाना कहिलेसम्म खुल्दैछ प्रधानमन्त्रीज्यू? अभिभावकविहीन बालबालिकाहरूको बारेमा कार्यक्रममा केही पनि आएन नि, सडक बालबालिकाहरूको बारेमा मात्रै बोलियो। महिला र बालबालिकाहरूको बिचमा जुन चाहिँ पाठेघरको मुखको र स्तन क्यान्सरहरूको जुन चाहिँ बढ्दो छ, त्यसको बारेमा यो सरकार त्यति धेरै संवेदनशील भएको देखिएन नि, के कारण होला? र यो वनमा लडे परेका रुखहरूको लागि बिक्री गरी त्यहाँबाट आय आर्जन गर्ने बारेमा यसका नीति तथा कार्यक्रममा खास केही कुराहरू आएन। धन्यवाद। सम्मानीय सभामुख महोदय, मेरा प्रश्न, संविधानको धारा 243 मा शिक्षा सेवा आयोग उल्लेख छ। यो हो शिक्षक बैंक। करारको लागि पनि यसले लिस्ट राख्छ। यो थाहा नभएको हो कि विश्वविद्यालयले चाहिँ शिक्षा सेवा आयोगलाई रिप्लेस गर्न खोजेको हो? संस्थागत विद्यालयलाई यो नेपाल सरकारले ब्रान्डिङ गर्दै सार्वजनिक भन्दा राम्रो भनेको छ कि यसमा प्रधानमन्त्रीको धारणा स्पष्ट चाहियो। र संस्थागत र सामुदायिक दुवैमा पाठ्यक्रम एउटै छ, 10 को पनि 12 को पनि एन्टायर पाठ्यक्रम एउटै छ, तर एकरूपता ल्याउने भनेको छ। त्यो किन हो? यो थाहा नभएर हो कि यो कसैले लेख्दै रह्यो? धन्यवाद। माननीय सदस्य विनिता कठायत। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूले अहिले बोलिराख्दाखेरि नयाँ कुराहरू धेरै आएका छन् भन्नुभयो। न नयाँमा कर्णालीका विषय अटाउँछन्, न पुरानोमा अटाउँछन्। प्रधानमन्त्रीज्यूले नै नेतृत्व गरिराखेको पार्टीका नेताहरू चाहिँ कर्णालीमा गएर भात खान पाएछन्, बाटो छैनन् भन्छन्। अनि उहाँहरूकै इज्जतको लागि मात्रै भयो भने प्रधानमन्त्रीज्यूले कर्णालीको विषयमा अझ प्रेसर गरेर बोल्नुहुन्छ जस्तो लागेको थियो, बोल्नु भएन। प्रधानमन्त्रीज्यू, कर्णालीमा शिक्षा, स्वास्थ्य, बाटो सबैमा ब्याक छ। यो चोटिको बजेटमा कर्णालीले न्याय पाउँछ कि नै? हामी कर्णालीको मान्छेले न्याय पाउँछौँ कि नै? यो कुरा चाहिँ जोरदारका साथमा एन्सर चाहियो। धन्यवाद। सम्माननीय सभामुख महोदय मार्फत म सम्माननीय प्रधानमन्त्रीलाई जिज्ञासा राख्न चाहन्छु। दोलखा र सिन्धुपाल्चोकको सिमानामा खानी रहेको सम्माननीय सभामुख महोदय मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई केही अनुरोध र सरोकार राख्न चाहन्छु। हामी सदनमा नीतिगत बहस हरेक वर्ष गर्छौँ, तर नीतिगत अस्थिरताको कारक कतै हरेक वर्ष गरिने नीतिगत बहस नै हो कि सरकारले हरेक वर्ष कार्यक्रममा फोकस भएर प्राथमिकता राखेर हरेक वर्ष कार्यक्रममा छलफल गर्ने र नीतिगत स्थिरताको लागि 5 वर्षमा एकचोटि मात्र छलफल गरेर एउटा स्ट्र्याटेजी प्लान अनुसार अगाडि बढ्ने हो कि भन्ने लाग्छ। यसको नकारात्मक असर कस्तो परिराखेको छ भन्ने एउटा उदाहरण, जस्तै एउटा प्रधानमन्त्री आउनुभयो, अर्थमन्त्री स्पन्ज आइरनको कुरा गर्नुभयो, अर्को अर्थमन्त्रीले अर्को वर्ष हटाउनु भयो, निजी क्षेत्रले 46 अर्ब रुपियाँ नोक्सान बेहोर्यो। त्यसैले गर्दा हरेक वर्ष गरिने नीतिगत छलफलको नकारात्मक उपज भइरहेछ, जसले गर्दा सम्माननीय सभामुख महोदय, मैले सदनमा 5 पटकसम्म उठाएको विषय डिजिटल ट्रान्ज्याक्सन निशुल्क गर्नुपर्छ भन्ने विषय सम्माननीय प्रधानमन्त्रीज्यूले पनि 7 महिना अगाडि सामाजिक सञ्जालमा निशुल्क गर्नको लागि काम गर्छु भनेर प्रतिबद्धता जनाउनु भएको थियो। त्यसै गरी प्रधानमन्त्रीज्यूकै प्रमुख सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जालमै निशुल्क गर्ने काम अगाडि बढाइन्छ भनेर लेख्नु भएको थियो। तर यो विषयले सामाजिक सञ्जालमा मात्रै किन ठाउँ पायो? औपचारिक दस्तावेज लेख्ने समय अर्थात् नीति तथा कार्यक्रममा यो विषयले किन ठाउँ पाएन? म माननीय प्रधानमन्त्रीज्यूलाई स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु। धन्यवाद। हिमाल समृद्धि अभियान के अरे कार्यक्रम आएन। हिमाल बचाउँ, शिर बचाउँ, जीवन बचाउँ, मुट्टु र मृगौला बचाउँ भनेर मैले अस्ति पनि भनेको थिएँ। एउटा त्यसप्रति के गरिराखेको छ, के सोचिराखेको छ? हिमाल बचेन भने
तपाईँहरू जुनसुकै हामीहरू कुरा गर्दै नगरे हुन्छ के माननीय मन्त्रीको कुरा गर्ने हिमालय छैन भनेपछि। त्यस कारणले एउटा त्यो, अर्कोतिर कर्णालीलाई एउटा झापामा लगाएको बिउ टावरलाई अरबौं रुपियाँ 100 मिटर अल्को 18औं तलको घर लाउँछ भने हामी कर्णाली 10 जिल्लाको लागि त्यही बिउ टावरको जति बजेट नआउने। अब यो बजेटमा कर्णालीलाई उचित बजेटको व्यवस्था गरेको होला भनेर आशा चाहिँ गर्छु। आएन भने हामी तपाईलाई फिराद गर्छु।